मानेमा, दलीय चलको मानेमा। यो त नमुना नगरपालिका हो नि, हो नि। के मानेमा प्रमुख कार्यकारी आउनै नसक्ने मानेमा, दलीय चलको मानेमा 8-9 महिनासम्म पालिका चाबी लाउने मानेमा नमुना हो नि त त्यसको। यो बनिरहँदा कार्यकारी प्रमुख नहुँदा नगरपालिका मार्फत कार्यान्वयन हुनुपर्ने हामीले विनियोजन गरेका बजेटहरू कार्यान्वयन भएका छैनन्। यसको दोष मेरो कि यिनीहरूको? आज सामान्य एउटा डिपिआरको लागि विनियोजन भएको ठाउँमा पठाइदेऊ न, एकपल्ट विभागमा गइदेऊ न, राखिदेऊ न, फोन गरेको छु, रिक्वेस्ट गरेको छु। त्यहाँ 50 लाख र 30 लाख विनियोजन भएको बाटो, त्यो बाटोको लागि कार्यकारी नहुँदा त्यहाँ जिम्मा लिएर त्यहाँ काम गरौँ, जस भइहाल्छ। कतिसम्म त हजुर? अक्सिजन त सबैलाई चाहिने चिज हो नि। यहाँको स्वास्थ्य केन्द्रलाई मध्यनजर राखेर अक्सिमिटर के भन्छ अक्सिजन विभागमा खटेर यहाँका साथीहरू, प्रदीप लगायतका साथीहरू विभाग पुग्नुभयो, त्यहाँबाट ल्याउनु भयो। त्यो स्वास्थ्य चौकीमा लैजाँदा यो त रासोपागाले पठाएको भो भनेछ। अक्सिजन पनि चिन्दैछन्, नागरिकले चिन्दैछन्, नागरिकले बुझ्दैछन्, नागरिकले जान्दैछन्। कराउन नकराउँ भन्यो कोक्याइहाल्छ, पेट कोक्याउँछ। असहयोग भावना, त्यो असहयोग भावनाहरूलाई आम नागरिकले बुझेका छन्। कसले भनेर नाम तोकेका छैन। बेलुका रोइलो हुन्छ, मलाई गाली गर्यो भने बेलुका फेसबुकमा रोइलो हुन्छ। कसैको नाम तोकेका छु अहिलेसम्म, कुनै दल तोकेका छु, बेलुका फेसबुकमा रोइलो हुन्छ। मलाई नै भने भन्छ सबैले। यो सब चिज राप्तीले अन्दाज गरेका छ। लोथरको सिरैको त्यो ड्याम फुट्दै थियो हजुर। अर्को दृष्टान्त नि भन्नु पर्यो। निर्वाचित कति बजेट आएको थिएन, बजेट बनेकै थिएन। मन्त्रालय पुगेर, ऊर्जा मन्त्रालय पुगेर, अर्थ मन्त्रालय पुगेर रकमान्तर गर्न लगाएर लोथर फुट्यो भने सबै पूर्व चितवन फुट्छ। यदि रकमान्तर गरेर अहिले त्यहाँ बनाउनको लागि सामान्य ठुलो बजेट छैन, करिब 80 करोड चाहिन्छ, 80 लाख करोड चाहिन्छ, त्यो टालिएन भने त्यो फुट्दैछ भनेर प्रिय साथीहरू लोथर पुल मुनि गएर हेरिदिनु होला। त्यहाँ 80 लाखको काम कति हुँदो रहेछ त्यहाँ देख्नुहुनेछ। त्यो काम गर्दै गर्दाको एउटा तितो अनुभव सुनाउनु मन लाग्यो। आफ्नो सिरानमा खोलो छ, त्यस समितिमा लफडा गरेछ। हाम्रो दलको नि प्रतिनिधित्व हुनुपर्छ भनेर असार जेठको अन्तिम थियो। खोलो बारीमा छिर्दैछ मतलब छैन, त्यहाँ दलको उपस्थिति हुनुपर्छ भनेर लफडा गरेछन् साथीहरूले। गजब लाग्यो। अन्तनीय प्रतिनिधि घटना भन्ने गरेका छु। दलीय रूपमा त्यो दलीयकरणको शैली र संस्कार समाजमा कसरी भिजिया छ भनेर। खोलो फुट्दैछ भने तनाव छैन, त्यहाँ हाम्रो दलको उपस्थिति हुन्छ कि हुँदैन भनेर लफडा छ हजुर।